भान्जी भयो क्या तिमीलाई देखेँ कस कहाँ मान्छे हो त्यही माइलेको बिहान हाम्रो यहाँ दिदीको बिहामा मासु काटेको थियो माइलाका बिहामा रेगाम के दिदीका माइलो बाबुराको बिहामा भाइको बिहामा फेरि माइलाका बेला बोलाएर कान्छा बेला बोलाउनु फेरि अन्त यहाँले मासु दाल खानु निन्छ क्या भने थप भयो भने ल्याएर मासु हालिदियो खानु भात त सधैँ खाइन्छ मासु खाँदैछु पेटभरि मासु ल्यायो त्यहाँनिर भात पकाउने हामीले बोलाउँथ्यौँ छोरीको बिहामा पूजा बोलाएको बोलाउँथ्यौँ आउँथेँ खानु खानु राम्रो राइदिने फटाइ फटाइ खुवाउने मरे कान्छा पनि छैनन् कुनै आयो जस्तो आएन छोरा थियो कस्तो होइन कान्छा पनि छन् अहिले पनि रेउ जो भयो होला होइन गर्दानी भन्ने भयो रेउ आशा होइन आशा अहिले कत्रो त्यो भन नि घर बस्दा तिर जान पाइन्छ भन्ने भयो अन्त के भन्दा बिस्तारै तपाईँसित जाउँला नि त हामी नि पर्दैन उतिखेर गइन्छ 8 बजे हिँड्दै जान्छ नि धेरै बेर लाग्दैन गइन्छ उतिखेर गइन्छ उतिखेर गइन्छ रे साँझ झन् अलि अबेर भए बाटो खुल्ला हुन्छ